कसको बर्थडे हो? हेलो गाइस, हामी चाहिँ चटनी बनाउँदैछौँ मोमोको। अब बर्थडे पार्टी स्टार्ट भएको। पनि बनाएर खाने हो। यो चाहिँ अब बर्थडे बोयलाई त होइन, यो चाहिँ लाउ नि मोमो भनिसक्दा तिमीहरूको त बेल छैन नि। वेस्ट पेड मात्रै सातो पनि जाओस् ढुक्कै पनि हुन्छ। गो कसको बर्थडे हो? भाइको के छ पढ्नु आज भाइलाई? के कति वर्ष पुग्यो? टिका जस्तो गोटा कन्तिला लाउनु त पैसा चाहिँ छैन होला। भगवानको आशीर्वाद पुरा लागोस् नानीहरूलाई। आमा दसैँ होइन एलिसियादेखि अनि लगाइदिउनु हो केटाकेटीलाई। अब अर्को त विचार खोइ 20 रुपियाँ गोटाले बाबाले ल्याउँदिए तासमा हाल्ने बोट होला त्यो सानो सानो पैसा। तपाईँहरू जेसुकै भन्नु। भाउजू यता आउनु, भित्र क्या आएको? केटालाई टिका लगाएको छैन। पुरा पैसा कमाउनु पर्छ नि त भाइ। एकदम पैसा चाहिँ मेन इम्पोर्टेन्ट हो। लु मटु क्रिकेटर हुनुपर्छ होइन। त पनि क्रिकेटर हुनु, भाइ पनि क्रिकेटर हुनु। टिका लाउन पाइयो त्यस्तै भएको
छैन यता हेर्नु त यता हेर्नु खोइ छोड त अधु तिमीहरूको हाम्रो अधु यता ए अधु अरे आवाज यता के लगाइदिनु नि नानी ल यहाँ हेर त पर्दैन त्यत्रो पैसा दिनुभएको अधु भाइको गाना कस्तो फटे खाँदै रहेछ Happy birthday to you. Happy birthday dear खालि एक्लै छ त तिमीहरूको टिचर हो खाऊ छिटो अहिले ल्याइदिन्छु भन्यो बर्थडेको के खाएको बुनु झालमुरी झालमुरी बर्थडेमा के खान्छ झालमुरी त्यो साइडको चाहिँ के हो देखाइदिनु न डल्लै यो अँ यो मासु अनि यो चाहिँ जुस हो